फाइनली गाइस मैले यत्रोबाट पाएँ। साह्रै थकेला यार, यतिलाई धेरै उयो गरेँ यार गङ्गाटा यार। फाइनली गाइस मैले गङ्गाटा चाहिँ झिक्यो यो। तर यो आँपको नाप चाहिँ हाम्रो गाउँतिर सुपारा आँप भन्छ यसलाई है। तर मिठो त एकदम मिठो हुन्छ क्या यो है, एकदम मिठो हुन्छ होइन। यो मिठो एकदम मिठो हुन्छ। तर यो चाहिँ पाइसके पछाडि चाहिँ बढी मात्रामा चाहिँ हल्का किरा लाग्ने सम्भावना धेरै हुन्छ कि यसमा। फाइनली मैले आज चाहिँ मारेको छु। हेलो गाइस, नमस्ते है। मैले चाहिँ आज धेरै दिन पछाडि आज भिडियो के अरे भ्लग बनाउँछु भनेर सोचेको थिएँ। आज बनाउँ कि भनेर यसो भिडियोको लागि क्यामेरा अन गरेको। आज चाहिँ म हिजो अस्ति जोतेर बाजो जोतेर अनि आज चाहिँ यसो गङ्गाटा मार्न जाऊँ कि भनेर त्यस्तो आज भ्लग पनि बनाऊँ, गङ्गाटा पनि मारौँ, तरकारी पनि हुन्छ बेलुका। गाउँतिरको त अब के भन्छ त्यो अब तरकारी हुन त अब नेचुरलै हुन्छ तै पनि यसो अब कहिलेकाहीँ यसो गङ्गाटाहरू पनि खाऊँ कि भनेर यसो आज मार्न जान लागेको म। मैले चाहिँ अहिलेमा यो फट्याङ्ग्रा गङ्गाटालाई एकदम मनपर्छ नि त यो फट्याङ्ग्रा। अन्त यो फट्याङ्ग्रा चाहिँ मैले चाहिँ अहिले मारेको छ। एमा 3टा जति फट्याङ्ग्रा छ, हेर्दै गर्नु होला नि हजुरहरूले। अहिले यो त्यो खोलामा चाहिँ गङ्गाटा मार्न जान लागेको। यो चाहिँ हाम्रो काकीहरूको खेत हो है। यिनीहरू चाहिँ यो जोतेको चाहिँ हाम्रै हो। मैले यो जोतेर हिजो अस्ति जोतेर अनि आज रेस्ट गरौँ, अनि रेस्ट पनि हुन्छ अनि यसो बेलुका तरकारी पनि हुन्छ अनि आज गङ्गाटा मार्न चाहिँ जाऊँ भनेको अनि भिडियो पनि बनाउँछु। धेरै दिन भयो नबनाएको, त्यही भएर हेर्नु होला मैले गङ्गाटा मारेको। हेलो गाइस, म चाहिँ अहिले यो खोलामा आइपुगेँ है। सायद यो खोला हो, म चाहिँ अहिले खोलामा आइपुग्यो होइन। अनि म चाहिँ यो सुइरो क्या गटाको सुइरो भन्छ यो सुइरो भन्छ यसलाई चाहिँ हामीले अब उन्ने हुन चाहिँ यो है, उन्नियो हुन चाहिँ यो हामीलाई उन्नियो नि भन्छ भन्न त। तै पनि अब काटियो यसरी यसलाई दुईवटा जति भने राम्रो हुन्छ क्या सुइरो। मैले काटेको छु हेर्नु है। मैले चाहिँ यो सुइरोमा यो फट्याङ्ग्रा पनि हाल्यो है। फट्याङ्ग्रा हालेर अब चाहिँ गटा मार्छौँ। हेर्नु म हजुरलाई त यो भिडियोमा देखाउने छु। अनि यो गङ्गाटा चाहिँ तपाईँको गाउँतिर पनि मार्दैन होला, हजुरको ठाउँतिर कमेन्ट पनि गर्नु होला है। यो सुइरो चाहिँ उन्नियो है। अनि हामीले यो उन्नलाई चाहिँ सुइरो मान्छौँ क्या अहिले यता गाउँतिर। अनि यसमा चाहिँ फट्याङ्ग्रा हालेर चाहिँ अनि गटा मार्छौँ कि हामी गङ्गाटा मार्छौँ। हजुरले यसो गङ्गाटा है, गङ्गाटा समात्यो अहिले चाहिँ। फाइनली गाइस मैले गङ्गाटा चाहिँ झिक्यो यो खोलबाट है, हेर्नु है।
खान है। यो पनि बेलुकाको लागि मेरो हुन्छ तरकारी हुन्छ कि गाई छैन। फाइनली हाम्रो खोला यस्तो छ कि गाई छैन। मैले यसरी गरेर गरेर समातेर गाई छैन होला। मैले यही सानो खोलामा चाहिँ गङ्गा मारी हुन्थ्यो म अहिले चाहिँ। फाइनली गाइस मैले ठुलोबाट पाएँ। ठुलो गङ्गटै गाई चाहिँ धेरै मिहिनेत गर्नु पऱ्यो यतिको लागि मासाला साह्रै थकेला यार। यतिको लागि धेरै उयो गऱ्यो गङ्गटा यार। गङ्गटा हेर्नुहुन्छ है गाई। मैले भर्खरै यो कुरोबाट झिक्यो। फाइनली गाई चाहिँ यो पनि हाम्रै हो, मेरो है। यो मैले हिजो जोतेर सकेको सबै बर्खाको लागि अब धान लाउनुलाई। फाइनली गाई म चाहिँ अहिले कटा मारेर अब घरतिर जाम भनेर लागेको। अनि अहिले चाहिँ नौलो सुत्दा गङ्गटा पायो मैले मारियो आजको छाक पुग्छ। अब कति छ म तपाईँहरूलाई घरमा गएर देखाउने छु। भिडियो हेर्नु होला अन्तिमसम्म। फाइनली गाइज होइन फाइनली गाइज म चाहिँ अहिले उकालो चढ्यो है। एकदम उकालो पनि साह्रै उकालो छ कि गाइज हेर्नु न उकालो छ क्या। अब अहिलेको मान्छेहरूले एकदम के भन्छ र अब सबै एकदम हाइब्रिड मात्रै खाने भन्छ है गाउँको मान्छेहरू के। गाउँको मान्छेहरू सबै विकास मात्रै भन्छ। अनि सहरको मान्छेहरू चाहिँ लोकल खानुपर्छ लोकल भन्छ। तर सहरको मान्छेहरूले त्यही विकास खाएर वाक गरेर भनेर अहिले लोकल भनेको अहिले चाहिँ त्यही लोकल गाउँको मान्छेले खाँदैन क्या। सबै विकासले मात्रै भन्छ त्यही भएर म चाहिँ आज म गाउँमा हुर्किएको हो होइन। म चाहिँ गाउँमा हुर्किएको त्यही भएर मैले आज गङ्गटा मारेर खान्छु। गङ्गटा मारेर पनि गएको है। फाइनली आज गङ्गटा मारेर म उखाल्न लाग्दै हो। फेरि बेला म घरमा गएर देखाउने छु मैले आज कति माऱ्यो भनेर। फाइनली गाईमा चाहिँ अहिले माथि नालामा आइपुग्यो है। हेर्नुहोस् गाई ऊ त्यो उयो खनिजर हो। यो सलारुख भइहाल्यो हाम्रो गाउँ है। भइहाल्यो गाउँको रुखहरू भइहाल्यो जे नि हाम्रो गाउँमा यसमा आँप चाहिँ बब्बल भनेर चाहिँ हेर्नु न। आँपको जुत्तो कस्तो जुत्तो छ क्या। हेर्नुहोस् न आँपको जुत्तो। त्यसपछि सबभन्दा धेरै आँप फलेको छ है हाम्रो गाउँमा। आँपै आँप छ हेर्नुहोस् त्यसपछि जुत्तोको लगभग कस्तो फलेको छ गाई छैन। अरूभन्दा म तपाईँहरूले यहीँ नजिक गएर देखाइदिन्छु क्या। आँप कस्तो दामी बोलाएर नि हेर्नुहोस् आँपको जुत्तो हेर्नुहोस् कस्तो दामी छ है। अहिले थोरै लाएर म बस्न यो सबै बस्नेमा हाम्रो आँपै आँप छ कि। हाम्रो गाउँ पुरै आँपै आँप छ क्या। आँपै आँप छ कस्तो जुत्तो बनाएको छ क्या आँपको। तर यो आँपको नाप चाहिँ हाम्रो गाउँ चाहिँ सुकाएर आँप भन्छ यसलाई है। तर मिठो त एकदम मिठो हुन्छ कि यो है। एकदम मिठो हुन्छ होइन। यो मिठो एकदम
एकदम मिठो हुन्छ। तर यो चाहिँ पाइसके पछाडि चाहिँ बढी मात्रामा चाहिँ हल्का किरा लाग्ने सम्भावना धेरै हुन्छ कि यो साँपमा। त्यही भएर चाहिँ मिठो चाहिँ बबाल मिठो कि एकदम म खाँदा चाहिँ गुलियो हुन्छ, हुन चाहिँ एकदम मिठो हुन्छ क्या। म हजुरलाई देखाउने छु, म बर्खामा यही आँप खानेछु, हजुरहरूलाई देखाउने छु एकचोटि। फाइनली गाइज म चाहिँ घर आइपुगेँ है, म चाहिँ घर आइपुगेँ। यो चाहिँ मेरो घर हो। अहिले म घर आइपुगेँ गाइज फाइनली। अब हेर्नु न मैले कति मारेँ के मारेँ हजुरलाई देखाउने छु। ल फाइनली गाइज मैले अहिले कति मारेँ चाहिँ म हजुरलाई देखाउने छु। हेर्नु होला है, मैले आजको भोलिको मिहिनेत हो। आज गङ्गा र माना गएको मैले आज कति मारेँ तपाईँलाई म देखाउने छु। हेर्नु होला है, फाइनली मैले आज चाहिँ यति मारेको छु है, यति मारेको छु। गङ्गा सबभन्दा ठुलो चाहिँ यो लाग्यो मलाई, सबभन्दा ठुलो लाग्यो। सबभन्दा ठुलो यो, अरू जो पनि होला 2 4 6 8 10 लगभग 15-16 जति मारेको मैले गाइसकेको थिएँ। नि यो आमा छोरालाई चाहिँ पुग्छ, आमा छोरालाई चाहिँ एकदम त्यही छ। फाइनली मैले हजुरलाई मैले मारेको पनि देखाइयो। अब होइन, हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ भने कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला।